आँप हेरौँ न, आँपको वर्षै भए जस्तो छ। इत्रु बोट छ, त्यही पनि कत्रो फलेको क्या आँप पनि। आज धेरै दिनपछि बिहानै उठेको छु, किनकि आज मलाई टिप्नु छ हाम्रो घरबेटीको आँप सुनेर म पनि मुक्क। घरबेटीले एक दिन अगाडि नै आँप टिप्नु भनेर भनेका थिए। आँप पाकेको पनि छ, आँप पनि छिटै पाकेछ। छिटै जेठैमा आँप पाक्ने कस्तो आँप रहेछ यो। छिटै पाकेको हुनाले सबै आँप झारेर अब बोरामा राखेपछि आँपै पाक्न थाल्छ। त्यसपछि असार 15सम्म त खाने भइहाल्छ भनेर झार्न लगाएका होलान्। मैले त सबै झारिदिएँ। अनि यहाँनिर एउटा रहेछ, यसलाई पनि के छोड्नु भनेर टिप्दै हालेको। अनि पाकेको आँप भेटिन्छ कि भनेर यताउति हेरेँ, एउटा पनि देख्दिनँ। अनि यो एकातिरको आँप त झार्नै बाँकी रहेछ। यो हातै पुगेन, माथि चढेर पनि भेट्न सकिनँ मैले त, छोडिदिएको त्यही भएर। पछि लट्ठीले टिप्नुपर्छ भनेर छोडिदिएँ। 1-2 दिनपछि टिपौँला भनेर। यहाँ आँप हेरौँ न, आँपको वर्षै भए जस्तो छ। इत्रु बोट छ, त्यही पनि कत्रो फलेको क्या आँप पनि। यत्रो आँप छ, त्यही पनि एउटा पनि पाकेको भेटिनँ हौ, के गर्नु। घरबेटी त आँप पाक्न थालिसक्यो, गर झार भन्दै थिए, एउटा पनि भेट्दिनँ। यो एउटा बल्ल बल्ल देखेको, त्यो पनि पाकेको रहेन रहेछ। पाकेको आँप खाउँला भनेको नभेटेर अब म त उठाउन थालेँ। पछि भेटियो भने भेटिहालिन्छ भनेर झोला लिएर उठाउन रेडी। त्यसपछि गएँ, सबै आँप यहाँनिर झोलामा हाल्ने विचार गरेर। त्यसपछि एक एकवटा त छामिहालिन्छ नि होइन। त्यसो गरेपछि किन नभेटेला, एउटा न एउटा त पाएको होला। त्यत्तिकै त टिप्न भनेनन् होला घरबेटीले, त्यही भएर फटाफट झोलामा हाल्न थालेँ। लास्टमा झोलामा सबै हालिसकेपछि त्यो साइडको चाहिँ पाकेको आँप भेटेँ। 7-8वटा भेटेँ। त्यसमै मेरो मन खुस। झन् यो ठुलो आँप पाकेको भेटेपछि त अझै मन खुस। त्यसपछि गएर सबै आँप घरबेटीलाई दिने। अनि मच्छरलाई पड्काउँदै बस्ने। मच्छर सानो टोकेको छैन। जसरीलाई मच्छरलाई पड्काउँछु त्यसरी नै सब्सक्राइब बटनलाई पड्काइदिउँ त एकचोटि। ल टाटा, बाई बाई।